ट्रेकिङमा परिरहेको थियो ट्रेकिङमा परियो अनि हामीसँग बिलुक चाहिँ 13 रुपियाँ बाइकको पसलमै छुट्याएर बिलुक बवाल थियो राइट चाहिँ बवाल भयो अफ रोड थियो अन रोड पनि थियो बवाल थियो ब्याक गर्नु अनि फेरि लेफ्ट गऱ्यो लेफ्ट जान्छ अनि राइट सो हेलो गाइज आज हामी पार्ट 2 लिएर आएका छौँ हाम्रो नाइट ब्लगको र आज चाहिँ हामी जान लागेको भनेको चाहिँ कहाँ हेर्दै आज हामी जान लागेको तारेभिर राइड अनि त्यहाँबाट चाहिँ हाम्रो एमटीको राइडर हुनुहुन्छ के अरे विमल दाई र यतापट्टि हाम्रो एफजेड V2को राइडर हुनुहुन्छ विषम हेलो हरेक भ्लगमा आउने मान्छे र अब हामीले चाहिँ यो भ्लग चाहिँ यहीँदेखि स्टार्ट गर्छौँ ढुङ्गा डाँडादेखि ल गाइज हेलो गाइज ल हामी अब हिँडिसकेको छौँ यता विमल दाइ र म अनि यता दाइ र समीर दाइ र सन्दीप दाइ भाइ अब दाइले यहाँ विली हान्न लाउनु भएको छ कौन है ये लोग कहाँ से आते हैं ल अब चाहिँ हाम्रो राइडर चेन्ज भइसकेका छन् अब एफजेड V2 चाहिँ समीर दाइ चलाउनु छ अनि पहिलाको हामीले चाहिँ विमल दाइ चलाइरहनु भएको छ र अब हामी चाहिँ आफ्नो राइड चाहिँ यहाँदेखि बनस्थलदेखि कन्टिन्यू गर्छौँ बनस्थली पेट्रोल पम्पदेखि यो गाइज अलि अँधेरै छ रातिको ट्याक्क 11:30 10 जति भयो 10-11 त्यस्तै बजिरहेको छ यो रिङ रोडको अवस्था हो ठिकै छ बिजी नै छ ल गाइज एउटा चाहिँ रमाइलो इन्सिडेन्ट भयो हामीसँग खासमा के भन्दाखेरि चाहिँ हामी चेकिङमा परियो अनि हामीसँग बिलुक चाहिँ 13 रुपियाँ बाइकको पसलमै छुट्याएर बिलुक बोकेको थिएन त्यही पनि थ्याङ्क्स टु अफिसरहरू है हामीले अनि सधैँ नराम्रो मात्र सुनिरहेको हुन्छ होइन तर साथीकै नेपाल पुलिसमा पनि ट्राफिक पुलिसमा स्पेसली राम्रो मान्छे पनि छन् सो परि मेरो साथी भनेर चाहिँ आज खुसी भयो हामीले अब यो रात यहाँ अनि अब चङ्गा गर्न मिल्यो चङ्गा गर्नु भएन थ्याङ्क्स है अनि हामी चाहिँ बिलुक लिएर आउँछौँ एउटा बाइक रिलिज गरिदिनु भएको थियो अनि त्यहाँबाट होइन तपाईँहरू जानुहोस् तर बोकेर अब हिँड्दाखेरि भन्नु थ्याङ्क्स टु यार नेपाल पुलिस यार बबाल यार धन्न अब हामी पनि कन्फर्म छौँ होइन सो एटलिस्ट पोसिबल भएसम्म फिजिकल डकुमेन्टै बोकेर जाऊँ पोसिबल छैन भने चाहिँ एटलिस्ट फोटो चाहिँ राखिराखौँ यस्तो बेलामा चाहिँ काम लाग्दो रहेछ सो अहिलेको नेपाल सरकारको ट्राफिकको रुल्स अनुसार चाहिँ लाइसेन्स पनि अनलाइन देखाउन मिल्छ नागरिक एपबाट र डकुमेन्ट पनि फोटोमा भयो भने चाहिँ विदाउट कुनै एक्सिडेन्ट नभएको त्यसमा र कुनै पनि एलिगेसन नभएको त्यसमा चाहिँ मजाले छुट्नु मिल्छ होइन सो त्यो चाहिँ बोकेर हिँड्छौँ त्यही अब चाहिँ फोटो भए पनि चाहिँ बोक्नु पर्दो रहेछ हामीले त्यो पनि थिएन ठिकै छ थ्याङ्क्स बबाल भयो ब्याक गर्नु अनि फेरि लेफ्ट गऱ्यो लेफ्ट जान्छ अनि राइट यहाँ सिधा झर्ने होइन गाइस हामी चाहिँ बाटो बिर्सिएर गुगल म्यापमा नि भरोसा नगरेर गुगल म्यापमै हुन आएको छ हामीलाई यही बाटो पठाएको तर चाहिँ यहाँ यसरी कन्स्ट्रक्सन वर्क्सहरू लगाएको रहेछ त्यसैले हामी चाहिँ फर्किनु पऱ्यो अहिले ए ल फेरि गुगल म्याप हेर्न यहाँ कसैलाई आएको छैन ए दाइलाई मैले भनेको हो दाइलाई दाइले स्पिड भएर कन्ट्रोल गर्न नसकेर यहाँ तल ल्याएको
ल फेरि हामी यति पालि फर्क्यो हामी आज हामी यही बुढा निटोलमै बास बस्छ जस्तो मान्छु मैले यहाँबाट हो यहाँ यहीँदेखि हो यहीँदेखि होइन हो नि होइन अब फेरि अब हामी नयाँ रुट हिँडेछौँ यसो के हुन्छ आज हामी तारे भिर भन्ने चिज पुरा जस्तो हामी मानेको छैन तारे भिर पिला जस्तो मलाई लागेकै छैन हामी खै कहाँ छौँ हामी भिरमा पुगेर फर्किन्छ तर तारै भिड हामी भिरै भिड दौडेछौँ तर तारै भिड चाहिँ आई डोन्ट नो हामी पुग्छ कि पुग्दैन नगाई जब हामी चाहिँ कहाँ पुग्यो हामीलाई नो आइडिया छैन तर अति धेरै नै घना जङ्गल छ यहाँदेखि चाहिँ कहाँ आइडिया छ हामीलाई आई हेभ नो आइडिया अब अगाडि चाहिँ समीर दाइ र विषम चाहिँ अगाडि हिँडेछन् हामीलाई छोडेर तर जङ्गल चाहिँ अति डरै लाग्दैछ काठमाडौँको नजिकै भए पनि अलि तलसम्म त बस्तीहरू चाहिँ यहाँ माथिको जस्तो सुनसान रहेछ त्यहाँ नि बस्ती छैनन् एउटा नि केही छैन सुनसान छ अब परपट्टि काठमाडौँ भ्याली त देखिरहेको छ तर चाहिँ त्यति नै देखिआएन हामी कहाँ ल गाइज फाइनल्ली हामी तारे भ्यू होइन तारे डाँडाको भ्यूमा आइयो तर गाइज यस्तो भ्यू त राम्रो देखियो कि तर खासमा हेलो गाइज यो तलबाट जाने के कस्तो छ बवाल भाषा बवाल छ राइड चाहिँ बवाल भयो अफ रोड थियो अन रोड पनि थियो बवाल थियो ल मेन भनेको मेन एक्ज्याक्ट भ्यू पोइन्टमा चाहिँ पुग्न सकेनौँ किनभने फर्स्ट टाइम आएको राति बाटो पनि त्यति क्लियर भएन प्लस माथि जानुको पनि डाउट भयो अलिअलि बाटो होइन कि जस्तो लाग्न थाल्यो सो नेक्स्ट टाइम चाहिँ अब हामी तारे भिर जसरी पनि पुग्छौँ दिउँसो आएर डेमा हिँड्छौँ हामी बाटो चाहिँ एकदमै अफ रोड रहेछ यहाँ माथितिर चाहिँ जसलाई चाहिँ एकदम अनि कस्तो लाग्दा हजुरलाई राइड आजको आज फर्स्ट टाइम अफ रोड यति दुःख चलाए जस्तो फिल भइरहेको छ मजा आयो मजा एकदम दामी ल ल गाइज अब हामी फाइनली यहाँदेखि हिँड्न लाग्यो अहिले कति बजे 12 बजे अहिले 12:30 हुनु लाग्यो ल गाइज अब हामी यहाँदेखि निक्लिनु हेलो गाइज बाटो चाहिँ अति नै अफ रोड छ हामी यस्तो रातिमा यस्तो अफ रोड अति नै अफ रोड छ डेन्जरै अब हेर्दा यहाँ भिडियोमा कस्तो देखियो तर चाहिँ लगाइज हामी चाबेल आइसक्यौँ चाबेलको भ्यू सो हेलो गाइज शान्त गाइज बोले